सो हे गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप हजुर सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु, एकदमै आरामै छु। तपाईहरुलाई सलिन भाइ युट्युब च्यानलमा स्वागत छ। अनि तपाईहरुमा चाहिँ आज मैले अलिकति फरक खालको इन्फर्मेटिभ भिडियो लिएर आएको छु। कृपया भिडियोलाई अन्त्यसम्म हेर्नु होला। तपाईहरुको लागि बिग अपडेट रहेको छ, एकदम खुसीको खबर, एकदम खुसीको कुरा रहेको छ। तपाईहरुलाई A to Z बताउने वालामा छु। कृपया भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। यो 2025 मा चाहिँ एसई दिएर बसिरहनु भएका भाइ बहिनीहरुलाई चाहिँ एकदम खुसीको खबरै आएको छ भनौं। सँगसँगै यो 12 क्लासको साथीभाइ तथा दिदी बहिनी दाजुभाइहरुलाई पनि एकदम खुसीको खबर छ हैन। आज के यस्तै इन्फर्मेटिभ कुराहरु तपाईलाई जानकारी दिनेछु। सो भिडियो चाहिँ अन्त्यसम्म हेर्नु होला। सो लेट्स गो गाइज। तपाईहरुलाई आज म बताउने वालामा छु, खुसीको कुरा सुनाउने वालामा छु। अब देशभरिका विद्यालयहरुलाई चाहिँ बन्द गरेर आन्दोलनमा उत्रिन शिक्षा मन्त्रालयबाट चाहिँ आदेश आइसकेको छ भन्ने कुरा हामीले पनि सुनेका छौं। अहिले नेपालमा सबै विद्यालयहरु बन्द भइरहेको अवस्थामा छ है। 2082 देखि नै विभिन्न विद्यालयहरुमा चाहिँ पठन पाठन चाहिँ सुरु गर्ने भन्ने कुराहरु थियो, तर त्यो असम्भव रहेको छ। नेपालको राष्ट्रिय परीक्षा बोर्डले चाहिँ असारको पहिलो हप्तामा नै एसएलसी को रिजल्ट बाहिरिने कुरा गरेको थियो, तर यो कुरा असम्भव भएको छ गाइज है। किन असम्भव भएको छ भन्दाखेरि अहिले हाम्रो काठमाडौँ महानगरपालिकामा चाहिँ राजधानीमा चाहिँ शिक्षक आन्दोलन एकदम चर्किरहेको छ, जारी रहेको छ। आज नि भइरहेको छ, भोलि नि हुने नै छ। हजारौं शिक्षकहरुको जनसंख्यामा चाहिँ यो आन्दोलन भइरहेको छ। दिनानुदिन शिक्षकहरुको जनसंख्या बढिरहेको छ। झन् यो आन्दोलनले चर्को रूप लिने संकेत देखिएको छ। अहिले धमाधम एससी को कापीहरु चाहिँ काट्ने काम सुरु भइसकेको थियो, तर त्यो काम बिचैमा रोकिएको छ। त्यो कामलाई किन रोकियो भन्दाखेरि यो शिक्षक आन्दोलनले गर्दाखेरि त्यो कापी चेक गर्नलाई रोकिएको हो है। अब त्यो कापी थाहा छैन कहिले चेक गर्छ, कहिले हुन्छ हैन। अब रिजल्ट कहिले आउँछ या आउँदैन, नआउन नि सक्छ, त्यसै पास पनि हुन सक्छ। तपाईहरु अब के थाहा हैन, नेपाल त हो, नेपालमा जे पनि हुन सक्छ गाइज चाहिँ। त्यही हो अहिले चाहिँ अब यो आन्दोलन चाहिँ किन भइरहेको छ भन्दाखेरि चाहिँ यो शिक्षकहरुको माग पूरा गर्नको लागि है। शिक्षकहरुको माग चाहिँ यो नेपाल सरकारले चाहिँ पूरा गरिरहेको छैन। अनि यो शिक्षकहरु आफै आन्दोलनमा उत्रिएर चाहिँ शिक्षकहरुले आफ्नो माग पूरा गर्नको लागि यो आन्दोलन गरिएको हो। अब मलाई जहाँसम्म लाग्छ यो नेपाल सरकारले चाहिँ यो शिक्षकहरुको, हाम्रो गुरुहरुको चाहिँ माग पूरा गर्ला जस्तो चाहिँ लाग्दैन। अब हेरौं, प्रतीक्षा गरौं, शिक्षकहरुको माग पूरा गरिदिनुहुन्छ भन्ने हामी आशा राख्दछौं है। अनि अब यो एससी को चाहिँ कापी चेक नहुँदाखेरि धेरै समस्या आउने कुराहरु बताएका छन् हैन। शिक्षा मन्त्रालयले नै देशभरिका विद्यालयहरु बन्द गरेर आन्दोलनमा उत्रिन आह्वान गरेको छ। त्यसैले देशभरिका विद्यालयहरु अहिले बन्द भएको अवस्थामा छ। अनि विद्यालयले सुरु गर्न लागेका शैक्षिक भ्रमण हैन, टुर, यस्ता विभिन्न खेलकुदका कार्यक्रमहरु स्थगित गरेर आन्दोलनमा उत्रिन आदेश दिएका छन् शिक्षा मन्त्रालयले। अब आन्दोलनले यस्तै चर्काचर्की रूप लिँदै गयो भने त अब एसएलसी को कापी काट्ने सम्भावना त हामीले यहाँ देखिँदै देखेन। अनि अर्को कुरा, अब 12 को एक्जाम पनि आउनलाई त्यही 12-15 दिन बाँकी छ। अब यो 12-15 दिनमा आन्दोलन सकेर शिक्षकको माग पूरा गरिदियो भने त हाम्रो अब 12 को एक्जाम पनि होला। अब यो आन्दोलनले चाहिँ यस्तै चर्काचर्की रूप लिँदै गयो भने हैन 12 को एक्जाम पनि नहुने सम्भावना हामीले देखेका छौं। र विभिन्न सञ्चारकर्मीहरुले पनि भिडियोहरु अपलोड गरेका मैले देखेका छन् हैन। यस्तै अब के भन्छ 10 क्लासको अब हैन रिजल्ट नआउने हैन, कापी चेक गर्न बन्द भइसक्यो। अनि 12 को नि अब एक्जाम नहुने भइसकेको छ आन्दोलनले गर्दाखेरि भन्ने एउटा मैले त्यो समाचार पनि पाएका थिए। अनि मैले एउटा चिनेको सरलाई पनि हिजो मेसेज गरेको थिएँ, सर यो
आन्दोलन चाहिँ कहिलेसम्म चाहिँ जारी हुन्छ भनेर मैले प्रश्न गरेको थियो सरलाई, सोधेको थियो। सरले भन्नुभयो बाबु यो आन्दोलन चाहिँ अब हाम्रो माग पुरा नहुन्जेलसम्म निरन्तरता चलिरहन्छ भन्नुभयो है। अब मैले यो सरको कुरा सुनेर चाहिँ यो आन्दोलन छिटै टुङ्गेला जस्तो चाहिँ लागिएको छैन। यो आन्दोलन चाहिँ ठुलै रूप लिँदै जान्छ जस्तो लागिरहेको छ गाइज। अब हामी तपाईँहरूलाई खुसीको खबर पनि हो, एकमा दुखीको खबर पनि हो। अब छिटै इक्जाम दिन पाए त अब खुसी हुन्थ्यो होइन, न पछि फेरि अब इक्जामलाई रोक्का गरेर फेरि पछि इक्जाम गराउने हो कि हाम्रो समय मात्रै बर्बाद गराउने हो कि भन्ने कुरामा पनि डर लाग्छ। अब हामीले इक्जामको लागि यत्रो प्रिपेयर गरेको छौँ है, त्यो सबै अब त्यो ध्यानभङ्ग भइहाल्छ नि। त्यसैले हामीलाई चाहिँ हाम्रो लागि चाहिँ इक्जाम भएको नै राम्रो होइन कि अब सिधै इक्जाम नदिएर हामीलाई पास गरोस् होइन, पहिला कोरोनाको जसरी होइन। त्यही हो गाइज। अब यो नेपाल सरकारले चाहिँ माग पुरा गर्यो भने यो आन्दोलन रोक्नेवालामा छ। यदि शिक्षकहरूको त्यो मागलाई नेपाल सरकारले चाहिँ पुरा गरिएन भने यो आन्दोलन रोक्नेवालामा छैन। मैले धेरै भिडियोहरू हेरेका थिएँ होइन, शिक्षकहरू कोही नाचिरहेका छन्, कोही गाइरहेका छन्, कोही आन्दोलनमा होइन अब उत्रिएका छन्, नाराबाजी लागेका छन् होइन। अब यस्तै देखिएका छन् मैले भिडियोमा। मैले पनि यस्तै सामाजिक सञ्जालबाटै थाहा पाएर तपाईँहरूमा चाहिँ यो कुराहरू पसिएका छौँ होइन। अनि यो आन्दोलन चाहिँ 15-20 दिन अगाडि मात्र भइदिएको भए यसै पनि नहुने रहेछ गाइज। अब यो शिक्षकवादी आन्दोलनले चाहिँ धेरै चर्को रूप लिने अवस्था देखिएको छ। अब शिक्षकहरूको खुट्टा तान्ने नेपाल सरकारले नै गरिरहेको छ क्या होइन। शिक्षकहरूको कमसेकम शिक्षकहरूको माग त पुरा गरिदिनुपर्छ नि। नेपाली कर्मचारीको हो होइन, माग त पुरा गराइदिनु पर्छ नि त। अहिले हेर्नुहोस् सडकमा चाहिँ हजारौं शिक्षक शिक्षिकाहरू चाहिँ सडकमा उत्रिएर आन्दोलन गरिरहेका छन् होइन। अनि कहिले के आन्दोलन भनेको छ, कहिले के आन्दोलन, कहिले राजावादी होइन, कहिले माओवादी। अब आन्दोलन चाहिँ भइरहन्छ क्या यो नेपालमा। अब नेपाल सरकारले अब जनताको माग होइन, शिक्षकको मागहरू पुरा गर्न नसकेपछि यो आन्दोलनहरू चाहिँ चलिरहन्छ क्या। नेपाल सरकारले सही तरिकाले ठिक तरिकाले चाहिँ शिक्षकको मागहरूलाई चाहिँ कार्यान्वयन गर्न सक्नु पर्यो नि त। जनताको मागलाई पनि कार्यान्वयन गर्न सक्नु पर्यो। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको नेपाल सरकारले चाहिँ जनताको मर्म बुझ्नु पर्यो, जनताहरूलाई खुसी राख्न सक्नु पर्यो होइन। नेपाली कर्मचारीहरूलाई पनि त खुसी राख्न सक्नु पर्यो नि त। यदि खुसी नै राख्न सकिएन भने त यस्तो हालत देखिहालिन्छ नि त। आन्दोलन गरिन्छ होइन, यहाँ के हुन्छ नेपालमै हुन्छ, जे हुनुहुन्छ नेपालमा नै हुन्छ। राम्रो चिज पनि नेपालमै हुन्छ, नराम्रो चिज पनि नेपालमै हुन्छ गाइज। त्यही हो गाइज। अब भिडियो धेरै लामो भइसक्यो, तपाईँहरूले केही कुराहरू सिक्नुभयो होला मेरो भिडियो हेरेर। मैले यो बोलेका कुराहरू कुनै नराम्रो लाग्न पुगेमा त्यसको लागि म क्षमा माग्न चाहन्छु। मैले जे सत्य हो, जे कुरा देखेको हो, जे कुरा बुझेको हो, मैले त्यही कुरा तपाईँहरूमा आज पस्केको छु। केही नराम्रो कमेन्ट नगरिदिनु होला, त्यही भन्न चाहन्छु। तपाईँहरूलाई म एउटा प्रश्न गर्न चाहन्छु होइन, तपाईँहरूलाई शिक्षक कि सरकार कुन मनपर्छ त्यो कमेन्ट बक्समा लेखिदिनु होला। यति भन्दै तपाईँहरूमा आज म बिदा हुन चाहन्छु। हस्त, जय नेपाल।